हामी चाहिँ दोलखा भीमसिङ जाने बाटो आइपुग्यौँ। अब हामी चाहिँ यहाँबाट गएनौँ, हामी अलि माथिबाट ठ्याक्कै मन्दिरकै छेउमा पुग्दो रहेछ बाटो। ल हामी चाहिँ अब मन्दिर परिषद आइपुग्यौँ। हामी चाहिँ यहाँ अब पार्किङको लागि गाडी राख्यौँ। यहाँ पार्किङको सुविधा रहेछ। गाडीको चाहिँ 50 रुपियाँ रहेछ। 50 रुपियाँ निकाल्ने बेला तिर्नुपर्ने रहेछ। अनि अब हामी यहाँबाट निस्क्यौँ। अब पुरै भिडियो चाहिँ हामी अब तपाईँहरूलाई देखाउनेछौँ। अब यहाँबाट सर तल जाने। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब लाइक गरिदिनु होला। हेर्दै गर्नुहोस्, धन्यवाद। दोलखा भीमसिङ मन्दिर आइपुग्यौँ। राम्रो छ यस ठाउँ। दोलखा मन्दिर 12जना 10जना छौँ। तर यतिखेर पनि भिडै हुँदो रहेछ, मान्छे हुनुहुँदो रहेछ यता अहिले पनि। हाम्रो पनि कागती खाँदै खाँदै आउने हुन्छ। मन्दिर आएर पनि कागती त्यस्तै हुन्छ। यस्तो छ दोलखा मन्दिर। यो गेट भयो। हाम्रो म्याम पनि यतै हुनुहुन्छ। छोरो एक्सन देखाइदियो यस्तो होला। यस्तो गुड। फलफुलहरू यस्तो किनमेल सामान गर्न पाइयो यहाँ। मम्मी कागती खाँदै ब मन्दिर आइपुग्यो होइन त? दर्शन गर्नु मन्दिर आइपुग्यो हामी ल भीमसिङ मन्दिर आइपुग्यौँ हामी। भीमसिङ मन्दिर यस्तो यस्तो धुप बाल्न मनाइ छ अरे। यस्तो धुप बाल्न मनाइरहेछ। परेवा पो हिँड्दैछ। मन्दिरहरू होइन, मन्दिर दोलखा भीमसिङ मन्दिर। मन्दिर चाहिँ यस्तो छ। राम्रो छ। यहाँ चाहिँ बजरङ्गबली हनुमान जी हुनुहुन्छ। त्यसपछि यस्तो यस्तो यहाँ भगवान्हरू हुनुहुन्छ। भगवान्हरू यो शङ्ख घण्टा यस्तै यस्तै मन्दिरहरू। मन्दिर यहाँ चाहिँ कृष्ण हो कि होइन बा? यताबाट बाटोतिर छ, तर अब यताबाट हामीलाई खासै बाटो थाहा छैन। लाइभ रहेछ यहाँ चाहिँ। लाइभ देखाउनु कतै दोलखा भीमसिङ भइहाल्यो। यहाँ चाहिँ नरिवल ल्याउनु मिल्दैन रहेछ। दिउँसो 10 बजीदेखि त काँचो नरिवल सुकेको माथि चढ्नु रहेछ। अनि अब हामी लाग्छौँ। अब हामी फेरि एउटा मन्दिर जानको लागि जान्छौँ अब।
ल झगडा पर्दैछ दुईजनालाई झगडा अब गर्छन् हौ ल दर्शन गरेर हामी लाग्यो मम्मी चाहिँ वाक्ता पुरै सिरक्क भइरहेछ वाकेर भमिट गरेर वाकेको हो मैले हो र म र छोरो बाहेक हामी चाहिँ दोलखा भिन्सिङको पूजा गरिसक्यौँ अब हामी दाजु कहाँ जान्छौँ अब कालिचोक जान्छौँ तर यहाँ मन्दिर आउँदा चाहिँ 3 बजेभन्दा अगाडि नै आउनुपर्ने रहेछ 3 बजेभन्दा पछि आयो भने चाहिँ बन्द हुने रहेछ 3 बजेभन्दा नि अगाडि नै आउनुपर्ने रहेछ है त ल अब हामी कालिचोकतिर लाग्छौँ कहाँसम्म पुग्छौँ त्यहीँ बास बस्छौँ हामी अब यताबाट दाहिने अरे दाहिने भनेको यता लेज देख्यौ अहिले छोडिदेऊ कसलाई के धन्दा अघि उहाँ परै देख्ने अनि म गाडी रोक्न मिल्छ त ल हामी चाहिँ अब यो चरीकोट चाहिँ जिल्ला रहेछ दोलखा जिल्ला चरीकोट बजार रहेछ थेटरीको के नगरपालिका भीमेश्वर नगरपालिका चरीकोट बजार दोलखा जिल्ला हामी कतिवटा जिल्ला पार गरेर आयौँ सुनसरी उदयपुर सिन्धुली रामेछाप दोलखा 4वटा कि 5वटा 5वटा पाँचौँ जिल्ला पार गरेर आइएछ अझै एउटा जिल्ला पार गरिन्छ कि यही जिल्ला हो राम 5वटा जिल्ला पार गरेर आइएछ हामी अब हामी दाहिने मोडिन्छौँ अब कता जान्छ हामीलाई थाहा छैन हामी चाहिँ अब यता लाग्छौँ काठमाडौँतिर हामी चाहिँ अब यता काठमाडौँ जाने बाटो रहेछ हामी यता कालिम्पोङ लाग्छौँ यता काठमाडौँ जाने बाटो रहेछ यो चाहिँ काठमाडौँ जाने बाटो हो यो अब कालिम्पोङ जाने बाटोतिर लाग्यो हामी अब उकालो कालिम्पोङ लाग्यो यहीँ देखाएर छ नि त हामी यो केटीले नेपालीमा बोलिन नि त कैसा लगा मेरा मजाक हामी चाहिँ कालिम्पोङतिर लाग्यो होइन बेटा हरियाली छ खेती आलु पुरै आलु कोपी हुँदो रहेछ यता चाहिँ भर्खर रोप्दैछन् यता साग कति राम्रो छ यो साग हजुरहरूलाई भिडियो कस्तो लाग्यो त सल्लाह सुझाव गर्दै गर्नु होला भिडियो मन परे लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला हस् त धन्यवाद बाँकी पार्ट 2 चाहिँ अब भोलि आउँछ इन्जेल भिडियो हेरेर मन पराइदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद च्यानललाई सब्स्क्राइब गर्नुभयो त